ल त्यहाँ दिनु ल हैन 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 ल ल दिनु बुढी दिएको ल ल जारले जार दिइरहेको छ हैन कतिको खुसी हुनुहुन्छ श्रीमती नै हो नि त भाइ यार ल अब एक अर्कामा सल्लाह गर्नु त ल अब खुसी साथले जीवन बनाउनु म त अब यस्तो भइहालेँ बिग्रिहाल्यो सम्बन्ध अब अहिलेबाट चाहिँ अब नबिगार्नु नानीहरू जोसँग बस्नु चाहन्छ उनीहरू खुसी हो जो घर लान्छ होइन त्यहाँ गएर मैले पनि हेर्न पाउँदिनँ भनेर नपरोस् त्यही भन्नुहुन्छ भाइ के भन्नुहुन्छ ठिक छ अब उसको जिन्दगी नि उसको राम्रोसँग चलोस् होइन उहीसँग अब उहीसँग बसेन उहीसँग राम्रोसँग दिन चलोस् राम्रो होस् होइन भोलिका दिनमा राम्रोसँग गरेर खाउन् होइन के भन्नु सर अब त्यही भन्नुहुन्छ ल बाइक नलानु यही घरमै रहन्छ तपाईँहरू सिटीमा चढ्नु सिटीबाट जानु भइहाल्छ नि किन बाइकै लानुपर्छ देखाउनै पर्छ भन्ने छैन ल ल जाउँ जाउँ ल ल जाउँ उयो तलतिर सिटी आउँछ होला ल ल ल फोन नम्बर छैन हामी गयौँ ल यता खिचेँ खिचेको है मैले बा खिचेँ नि फेरि होइन त खिचेर केही आपत्ति हुँदैन हामीलाई असर हुँदैन ल ठिक छ हो ल बुवा यता है ल आउनु है ल दुईजना श्रीमान पछि लागेर रिनाको रिना चाहिँ अगाडि लागिरहेको छ देखाइरहेको छ र यतिखेर पनि हामी अब पक्कै पनि निकायमा जानको लागि तर सम्बन्धित निकायमा पुग्न सकेको पनि हामी प्रहरीको शासनमै हामी लिएर जाँदाखेरि र त्यहीँ गएर अन्तिम डिसिजन हुने भएको हुनाले चाहिँ हामी गइरहेको छौँ र तपाईँहरू यो दृश्यमा देखिराख्नुभएछ साथ मान्छे भएर जन्मिसकेपछि अनेकौँ कामहरू गर्दै जाँदा अनेकौँ सङ्घर्षका बाटोहरू अनि ती अप्ठ्यारोका बाटोहरू टेक्दै जाँदाखेरि आज यसरी सँगै जार हिँडिराख्नुभएको छ कस्तो लागिरहेछ यतिखेर दुईजना जारहरूलाई जार कस्तो लागिरहेछ रमाइलो छ नि अनि यता मैलो जार ठिकै छ नि यो छ नि होइन रिना बहिनी खुसी लागिरहेछ नि यतिखेर होइन तिन चुले भएर हिँडिरहेको छ यहाँनिर जोस् रमाइलो छ जिन्दगी दिने है अब यसरी दुईजना श्रीमानहरू अगाडि पछाडि लगाएर हिँड्नु पाउँदा कस्तो लागिरहेछ रमाइलो छ नि अनि के छ भाइ मैलो भाइ ठिक छ नि बबाल छ नि यस्तो जिन्दगी है के छ अब यता चाहिँ भाइ के छ अब रमाइलो छ नि जीवनमा अनेकौँ हुनुपर्छ त्यस्तो डर त्रास केही छैन होइन मनमा चिन्ता छैन एकदम मुद्दकसँगले रिना बहिनी डर छैन होइन मजाले हिँड्नु मत गरिराख्नु पर्छ सोच्नुभएको थियो जीवनमा मैले मेरो श्रीमानहरू यसरी बाटोमा दुईजना हिँडाउँछु सोचेर पनि भयो होला अब यसरी यहाँ हेर्दै यसरी दुईजना यसरी सँगै हिँडिराख्नु भएको छ तपाईँले कस्तो जुन यस्तो गल्ती महसुस त भएन नि के भयो भयो है जस रमाइलो छ यतिखेर ल खुसी हुनुहुन्छ अब हामी यहाँदेखि प्रहरीमा गएर हामी के गर्छौँ हामी दिवस गर्छौँ होइन त्यस पछाडि आफ्नो बाटो हो आफ्नै बाटो आफ्नै सुर हाम्रो रोक्नुपर्छ होला आइसक्यो आउँछ त्यो रोक्नु अनि आज जीवनको यात्रामा धेरै वर्षपछि मान्छेमा त्यसरी हिँडिराख्नु
रोक्नु पर्थ्यो त्यो खाली जान रोक्नु पर्यो। कि अब यसरी दुईजना यसरी हिँडिरहेको अन्तिम हात मिलाउनु नि साथै मिलाउन सक्छ ल छुट्ने बेला त अन्तिम हजुर गल्ती महसुस भएको छ नि त ल हात मिलाउनु न यसरी भाइ आऊ ल हात मिलाउ ल ल हो एकछिन हामी फोटो पनि खिच्छौँ ल अँगालो मारेको भए हुन्थ्यो। ल हेर्नु न यता हेर्नु न यता हेर गर्नु ल श्रीमती नै हो नि त भाइ यार। ल अब एक अर्कामा सल्लाह गर्नु त ल अब खुसी साथले जीवन बनाउनु म त अब यस्तो भइहालेँ बिग्रिहाल्यो सम्बन्ध अब अहिलेबाट चाहिँ अब नबिगार्नु नानीहरू जोसँग बस्नु चाहन्छ उनीहरू खुसी हो जो गरिरहनु छैन त्यहाँ गएर मैले पनि हेर्न पाउँदिनँ भनेर नपरोस् त्यही भन्नुहुन्छ भाइ के भन्नुहुन्छ ठिक छ अब उसको जिन्दगी नि उसको राम्रोसँग चलोस् होइन उहीसँग बसेन उहीसँग राम्रोसँग दिनु चलोस् राम्रो होस् होइन भोलिका दिनमा राम्रोसँग गरेर खाउँ होइन के भन्नु सर अब त्यही भन्नुहुन्छ ल ठिक छ भाइ यहाँ आउँदा भाइ एकछिन यहाँ आउँदा भाइ यहाँ ठुलो छ ल ठुलो बस्नु उहाँको श्रीमती तपाईँ लाँदै हुनुहुन्छ अब भाइले चाहिँ तपाईँलाई जिम्मा दिइसक्यो होइन तर पाउने कुराहरू चाहिँ तपाईँले दिनुहुन्छ अब बहिनी हात यता दिनु त तपाईँले त जेठो सिनेमा ओके अब उहाँलाई तपाईँले हात थाप्नु एकदम खुसी तपाईँ खुसी हुनुहुन्छ बहिनी के भन्नुहुन्छ जे छ त्यसमै छ तपाईँ म त अब उसले जे चाहे त्यही हो। जे चाहे त्यही गर्नुहुन्छ होइन अब अन्तिममा म तपाईँलाई एउटा क्वेसन सोध्न चाहन्छु तपाईँले अर्काको श्रीमती उडाउनु भयो तपाईँले फेरि उहाँले ल्याउनु भएको उहाँले यसरी दिँदै गरेको श्रीमती अरू कसैले उडायो भने तपाईँ यसरी दिन सक्नुहुन्छ अब दिनु पर्यो सक्नुहुन्छ अब सक्छु